नमस्कार, यहाँहरूलाई सेयर समाचारमा स्वागत गर्दछु। पुँजी बजार सुधारका लागि सरकारले गठन गरेको कार्यदलले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा व्यक्तिगत सेयर धितो कर्जामा रहेको 25 करोडको अधिकतम सीमा हटाउनेदेखि नेप्सेको पुनर्संरचनासम्मका सुझाव समेटिएका छन्। तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सुझाव समेत छन्। बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा 25 करोडलाई हटाउने प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाले सूचीकृत सङ्गठित संस्थाको सेयर तथा ऋण पत्रमा 1 वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न सुझाइएको छ। प्रतिवेदन अनुसार सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको 2082 असोज मसान्तसम्म बुझाउनु पर्ने ब्याज पुस मसान्तसम्म बुझाए कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्ने र धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने सुझाव छ। हाल प्रचलनमा रहेको नेप्से सूचाङ्कलाई सबै प्रकारको इक्विटी इन्डेक्सका रूपमा कायम राखी कारोबारयोग्य सेयरका आधारमा नयाँ सूचाङ्क विकास गरी त्यसलाई आधारभूत सूचाङ्कका रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्ने सुझाव पनि छ। गैर-व्यावसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभ करलाई अन्तिम करका रूपमा रहेको बेहोरा स्पष्ट गर्ने र सेयर बिक्री कारोबारमा दाखिला गरेको आधारमा प्राप्त गर्नुपर्ने कर चुक्ता प्रमाणपत्र गर्ने प्रक्रियालाई सहजीकरण गर्ने प्रतिवेदनमा उल्लेख छ।